सिन्धुलीको बाटोमा मैले पनि गाडी चलाउन सकेँ। फाइनली सिन्धुली जाँदै बाटो चाहिँ एकदमै राम्रो रहेको छ। सिन्धुलीको यात्रा चाहिँ एकदमै बवाल रह्यो। तर पनि हामी चाहिँ रात परेर बिच बाटोमा बस्नु पर्यो। सो हेलो एन्ड नमस्ते एभ्रिवान। म चाहिँ आज चाहिँ फेमस डिलक्स लिएर चाहिँ जाँदैछु हाम्रो सिन्धुलीतिर। हेर्न सक्नुहुन्छ म चाहिँ अब सिन्धुलीतिर जाँदैछु। अब म चाहिँ गाडीमा चढ्न लागेको। गाडीमा अब म चाहिँ चढिसकेको छु। हेर्न सक्नुहुन्छ। अब ढोका बन्द गरौँ अनि हामी चाहिँ जानुपर्ने हुन्छ। अब सर जानुपर्ने हुन्छ हामी चाहिँ टक्क लाएर फेमस डिलक्स लिएर है त। फेमस डिलक्स लेखिएको छ, पछाडि लेखिएको छ काभ्रेली किङ फेमस डिलक्स है त। हेर्न सक्नुहुन्छ। फेमस डिलक्स लुक्स एकदम बवालै रहेको छ। चलाउन एकदम मजा आइरहेछ। लाइटिङहरू पनि बवालै रहेको छ। राति चलाउनमा चाहिँ लाइटले चाहिँ धोका दिँदैन, किनभने लाइट चाहिँ एकदमै राम्रो रहेको छ यसको चाहिँ एकदमै। अनि यहाँ हाम्रो कन्टेनर जस्तो गाडीहरू चाहिँ यहाँ चल्ने रहेछ यो सिन्धुलीको रोडमा चाहिँ। हेर्न सक्नुहुन्छ। र हाम्रो खलासी पनि एकदमै यहाँ ढोकामा भित्री लुक्स हेर्न सक्नुहुन्छ। एकदमै बवाल रहेको छ। यसको स्टियरिङ चाहिँ हाम्रो बिएस फोनै रहेको छ, हेर्न सक्नुहुनेछ। अनि यता हाम्रो ढोकातर्फ चाहिँ लेखिएको छ काभ्रेली आले। अनि हामी चाहिँ अब सिन्धुलीको घुम्ती रोडमा चाहिँ आइसकेको छौँ। हेर्न सक्नुहुनेछ। घुम्ती रोड चाहिँ यस्तो रहेको छ, बवाल रहेको छ, एकदमै बवाल रहेको छ। फेमस डिलक्स झन् बवाल रहेको छ। चलाउनमा एकदमै मजा आइरहेको छ, हेर्न सक्नुहुनेछ। थोरै भिडियो यो सिन्धुलीको बाटोमा पनि म्युजिकमा है त। सो फाइनली हामीले चाहिँ सिन्धुलीको घुम्ती बाटो चाहिँ क्रस गरिसकेका छौँ, हेर्न सक्नुहुनेछ। अब चाहिँ हामी अब सिधा आइरहेछ बाटो चाहिँ। म पनि यहाँ सिन्धुली चाहिँ फर्स्ट टाइम हो, हेर्न सक्नुहुन्छ। फेमस लिएर आएको छु। बाटो चाहिँ अलि साँघुरो रहेको छ यहाँको चाहिँ, हेर्न सक्नुहुनेछ। यहाँ अलि साँघुरो बाटो रहेको रहेछ, हेर्न सक्नुहुनेछ है। यति हेरिन्जेलसम्म तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अनि लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला। र फेमसको लिङ्क चाहिँ मुनि डिस्क्रिप्सनमा रहनेछ है त। अनि अब चाहिँ यहाँ हामी जाँदै थियौँ, पानी पर्न चाहिँ सुरु चाहिँ हुन आँट्ला जस्तो भएर चाहिँ पानी पर्न सुरु भएको छ, हेर्न सक्नुहुनेछ। हाम्रो पानी चाहिँ अलि धेरै परेकोले यो सिसा सफा गर्ने चाहिँले पनि काम गरेको थिएन हाम्रो चाहिँ यहाँ, हेर्न सक्नुहुन्छ। र अब गाडाङगुडुङ भइरहेको थियो यहाँ, राति पनि भइरहेको थियो। त्यसैले मैले चाहिँ यहाँ लाइट पनि बालिसकेको छु, हेर्न सक्नुहुनेछ। पछाडिबाट साइडबाट यहाँ अगाडिबाट सबैबाट चाहिँ लुक्स चाहिँ यसको एकदमै बवालै रहेको छ भने बत्ती बाल्दा चाहिँ भित्री लुक्स अझ बवाल रहेको छ, हेर्न सक्नुहुनेछ। भने पछाडि यहाँ गाडीहरू आइरहेको थियो तर पनि यहाँ इन्चीले धन्नैले ठोकेन हाम्रो, हेर्न सक्नुहुनेछ तपाईँहरूले। यहाँ राति भइसकेको थियो। अब चाहिँ रातिको थोरै भिडियो म्युजिकमा है त।
सिन्धुली आउँदा चाहिँ तपाईँहरू बिहानै आउनु होला, किनभने राति गाडी चलाउनमा चाहिँ एकदमै अलि यहाँ गाह्रो हुने अवस्था रहेको रहेछ। यहाँको बाटोको अवस्था नै अलि साँघुरो बाटो रहेको छ, त्यही भएर अलिक अप्ठ्यारो हुनसक्छ। हेर्न सक्नुहुन्छ हामी चाहिँ राति राति हिँडिरहेको छौँ यसरी। यो फेमसको भित्री लुक्स चाहिँ एकदमै बवाल रहेको छ र लाइट बाल्दा झनै एकदमै बवाल रहेको छ। हामी चाहिँ जानुपर्ने चाहिँ ठ्याक्कै बर्दिबास रहेको छ, हेर्न सक्नुहुनेछ, तर हामी चाहिँ पुगिएको छैन। जाँदैछौँ, पुगिन्छ होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, पुरानै हुनुहुन्छ भने लाइक गरेर एउटा कमेन्ट छोडिदिनु होला भन्दै हामी चाहिँ अगाडि बढिरहेको छौँ। हेर्न सक्नुहुन्छ राति राति अगाडि बढ्नमा अलिकति डर, रिस्क पनि हुनसक्छ यो बाटोमा तपाईँहरूलाई। मलाई त अहिले भइरहेको छ, किनभने यहाँ अब जबरजस्ती नै राति हिँडिरहनु पर्ने अवस्था रहेको छ। अब यहाँ होटेल आउन पनि धेरै टाढा रहेकोले हामी चाहिँ अब यहीँ आजको बास चाहिँ यहाँ नै हुनेछ, हेर्न सक्नुहुनेछ। आजको हाम्रो बास चाहिँ यहीँ हुनेछ। हस् त, धन्यवाद। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला।